गुड मर्निङ एभ्रिवान, सम्पूर्णलाई नमस्कार छ है। र हजुरहरूलाई स्वागत छ मेरो च्यानल राज सुन्दास ब्लगमा। र अहिले चाहिँ है आज धेरै दिन पश्चात तपाईँहरूसँग म मेरो स्पेसल गेस्ट यहाँ सर म्याडम भाइहरू हुनुहुन्छ हो, नानीहरू उहाँलाई बाबु हेलो हेलो उहाँलाई लिएर चाहिँ अहिले चाहिँ अब हामी नेपाल पशु अहिले फिलहाल चाहिँ हामीले यहाँ पासहरू काटेर चाहिँ यहाँ हाम्रो भाइको नाम चाहिँ हजुर दर्शन सुब्बा भाइको गाडीलाई यहाँ बुक गरेर चाहिँ अहिले अब हामी जाँदैछौँ। र भाइले चाहिँ अब भित्र के छ हामीलाई है घुमाउने आज मजाले। यो चाहिँ अहिले हामी चाहिँ प्रपर नेपाल भित्र सबै इन्डियादेखिको चाहिँ हामी अहिले इन्डियामा छैनौँ। सो गाइज अहिले चाहिँ हामी जाँदैछौँ है तल यहाँ बुद्ध पार्कहरू एक दुईवटा पोइन्टहरू छ अरे। र टोटल कस्ट चाहिँ हाम्रो इन्डियन करेन्सीमा चाहिँ 750 लाग्दो रहेछ है। र हामीलाई चाहिँ अहिले भाइले चाहिँ पोइन्टहरू घुमाएर चाहिँ मार्केटमा छोडिदिनु हुने रहेछ है। त्यो मार्केटमा चाहिँ उहाँहरूले अब हामी जति टाइम त्यहाँनिर घुमेर हामी फर्किँदा पनि हुन्छ। र त्यहाँ चाहिँ हामीलाई भाइहरूले टोकन दिनुहुने रहेछ। र त्यो टोकनले चाहिँ हामी अर्को गाडी माध्यम माथि फेरि बोर्डरमा पुग्नु सक्छौँ। र देख्दै गरेको माथि बुद्ध भगवानको स्ट्याचु जुन चाहिँ देख्नुहुन्छ त्यो बुद्ध पार्क रहेछ। र त्यहाँ चाहिँ अहिले हामी जाँदैछौँ, भाइले लाँदैछ हामीलाई। बाटो पनि मजाको, जग्गा पनि मजाको है। सो गाइज फाइनली चाहिँ अहिले अब हामी चाहिँ यहाँ बुद्ध पार्क यहाँ पछाडि तपाईँले देख्नुहुँदैछ है। यहाँ चाहिँ हामी आइपुग्यौँ र म पनि यहाँ चाहिँ अब फर्स्ट टाइमै हो आएको। र तपाईँहरूलाई एक्सप्लोर गर्नेछु के रहेछ। सो गाइज अहिले चाहिँ फाइनली हामी चाहिँ यहाँनिर इन्डिया र नेपालको बोर्डरभित्र चाहिँ है पशुपति बोर्डरमा चाहिँ हामी आएर चाहिँ आज चाहिँ फर्स्ट टाइम चाहिँ अहिले चाहिँ फिलहाल म पनि यहाँनिर बुद्ध पार्क, यहाँको बुद्ध पार्क है जहाँनिर एउटा टुरिस्ट स्पट पनि हो, त्यहाँनिर हामी छौँ। र सो तपाईँहरू यहाँ हेर्नु सक्नुहुन्छ पछाडि है। र हेर्दै जाउँ के रहेछ। र यो अहिले मैले सोद्धाखेरि चाहिँ बन्नेको चाहिँ 3-4 साल भन्नुभयो है। र एक्ज्याक्टली चाहिँ अब यहाँनिर त्यस्तो मैले आन्सर पाइनँ। सो अहिले धेरै यहाँ कन्स्ट्रक्सनहरू पनि यो पार्क चाहिँ स्पेसली बनिएको चाहिँ 3-4 साल है उहाँहरूको बनाएअनुसार चाहिँ जस्ट स्टार्ट भएको छ। र एउटा सानो टी गार्डन पनि छ, एउटा ब्रिज पनि छ है। र अहिले फिलहाल यहाँ कन्स्ट्रक्सन अझै चलिरहेको रहेछ। र भ्यू चाहिँ मजाको यहाँबाट दामी देख्दो रहेछ है। र एनिवे गाइस दामी जग्गा रहेछ है, मन पऱ्यो मलाई पनि यहाँनिर चाहिँ। सो अब नेक्स्ट टाइम आउँदा चाहिँ यतातिर आउँदा चाहिँ फेरि स्पेसली एकपल्ट अझै म यहाँनिर पस्छु है। अझै कतिवटा जग्गा छ मलाई चाहिँ स्पेसली कन्याम जानु चाहिँ मन परेछ। सो एक दिन कुनै दिन जुऱ्यो भने चाहिँ म तपाईँहरूलाई कन्याम पनि एक्सप्लोर गर्छु। सो यहाँनिर अब एउटा सानो ब्रिज रहेछ है, यो ब्रिजमा जाउँ न के कस्तो छ हेरौँ। ल यहाँनिर चाहिँ ब्रिजमा अहिले अब हामी स्टार्ट गऱ्यौँ होइन। सो बाट जाउँ। यहाँ टुरिस्ट स्पट पनि हो है। र म्याक्सिमम जति पनि टुरिस्ट दार्जिलिङ आएको हुन्छ है उहाँहरू स्पेसली यो सबै पोइन्ट घुम्दै र यहाँ अहिले फाइनली चाहिँ पशुपति पसेको छ, उहाँहरू रिटर्न हुनुहुन्छ। सो अहिले चाहिँ अब हामी ब्रिज, सानो ब्रिज बट है मजाको। यो चाहिँ बुद्ध पार्कको सिधा मुनि। र यहाँबाट चाहिँ एउटा सानो टी गार्डन, सानो बट राम्रो क्या। अझै
यहाँ हेर्न सक्नुहुन्छ र अलिकति माथिसम्म चाहिँ जान्छु म है त्यो टाढा त जानु सकिनँ र यहाँबाट चाहिँ फेरि एउटा सो गाइस बुद्ध पार्क चाहिँ अब हामीले हेऱ्यौँ है र अब समयलाई खेर नफालिकन अलिकति चाँडै गरेर निस्किनुपर्छ किनभने उहाँहरूको पनि अहिले ट्रेन छ र एक दुईवटा पोइन्ट अझै घुम्दैछ त्यहाँबाट हामी फेरि मिरिकतर्फ गएर चाहिँ जानेछौँ सो स्टे ट्युन जोडिँदै गर्नुहोस् सो गाइस अहिले यो जुन चाहिँ हामीले देख्दै गरेको चाहिँ यो पारी यो डल्लै चाहिँ तपाईँको नेपालै रहेछ है नेपाल एरिया अहिले चाहिँ अब हामी एकदमै नेपालभित्र छौँ र यहाँ पर चाहिँ यो देख्दै गरेको चाहिँ यो इलाम डिस्ट्रिक्ट अरे है इलाम जिल्ला सो मेरो पनि एउटा ड्रिम प्लेस इलाम जानु चाहिँ हेरौँ आउने दिनमा जुरेछ भने म तपाईँहरूलाई लिएर जान्छु है इजी नहीं है आप रेलिंग पकड़ के या मेरे साथ में चलो सो गाइस अहिले चाहिँ अब हामी बुद्ध पार्क पनि हेऱ्यौँ मजाको जग्गा है र तपाईँहरूलाई पनि त्यही भन्छु स्पेसली आउनुहोस् घुम्नु राम्रो जग्गा छ पिसफुल एरिया अलिकति हिजोसम्म हामी दार्जिलिङ चाहिँ मैले तपाईँहरूलाई किन एक्सप्लोर नगरेको भने दार्जिलिङ प्रायः मैले तपाईँहरूलाई देखाइरहेको छु तर अहिले चाहिँ एकदमै टुरिस्ट यति बिना बेसी र ट्राफिक जाम त्यस्तै है सो अहिले चाहिँ अब हामी निस्केर चाहिँ एकदम पिसफुल एरियामा र अहिले चाहिँ अब हाम्रो आज बेलुका सरहरूको ट्रेन हुनाले गर्दाखेरि चाहिँ हामी अलिक छिटै गरेर निस्किनु छौँ र एउटा सानो उहाँले चाहिँ एउटा गिफ्ट दिन्छु भन्नुभएको छ सो एकछिन मार्केटमा रोक्छु त्यहाँबाट चाहिँ हामी निस्किन्छौँ जुडिँदै हुनु गाइस अहिले चाहिँ हामीले बजारमा है अलिकति टाइमको हाम्रोमा कमी भएकोले गर्दाखेरि चाहिँ सरले चाहिँ एउटा कुकुरी मात्रै किन्नुभयो र आज चाहिँ अब हामी फिलहाल अलिक लेट पनि भइरहेको छौँ सो निस्किने छौँ सो जुडिँदै गर्नुहोस् र आउने दिनमा फेरि तपाईँहरूसँग यसरी एउटा है अझै म जति सक्दो चाहिँ एक दिन आफूले समय निकालेर म हजुरहरूलाई यहाँनिर राम्रोसँगले एक्सप्लोर गराउने छु सो स्टे ट्युन टेक केयर गुड बाई लभ यु अल